हेलो हेलो नमस्ते गुड आफ्टरनुन एभ्रिवान। के गर्दै हुनुहुन्छ? म चाहिँ आज गोठालाको भाडा हेर्न। आज छुट्टीको दिन रमाइलो छ, बित्दैछ रमाइलो होइन। बाख्रा खोइ भन्नु होला फेरि होइन। बाख्रा यता छन् कि यता छन्। घामले कस्तो भएको छ भने बाख्रा हाम्रा घरका बाख्रा हुन्। हावा लाएर मैले छाता ओढेछु, घाम यस्तो लाहा होइन। घाम लागेर छाता ओढेको अयो नि। छाता ओढी ओढी बाख्रा हेर्न गोठाला हामी। तपाईँहरू के गर्दै हुनुहुन्छ? कस्तो मिठो हावा लाहा भने तातो के घाम पनि अनि त्यसपछि हावा पनि ला। मेरो छाता उडाउँछ कि क्या हो? ए उडाए 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 उडाए। उहाँ आन्टी बसेर बोल्नु भएको छ। आयो नि बाख्रा हेर न, त्यहाँ डोरेको बोकालाई ऊ के अरे मान्छे देखेर के देखेर हो खोइ उफ्रेको उफ्रे गरे। रमाइलो छ रमाइलो। घाम पनि लाग्छ, हावा पनि लाग्छ। तपाईँहरू के गर्दै हुनुहुन्छ? हाम्रो त्यस्तो ठाउँ चाहिँ रमाइलो छ, सबैतिर खुल्लै खुल्ला। वहाँ पलतिर पनि छ एउटा घर, यति हो यतातिर घरहरू हाम्रो। वहाँ बोर छ, पानीको बोर। त्यहाँबाट हामीले सिँचाइ गरेर त्यसबाट पानी चलाएर हामीले खेतमा चाहिँ धान रोप्छौँ। अब सधैँभरि आकाशको पानी त हुँदैन, एक घन्टाको 300 तिर्ने अनि त्यसपछि पानी चलाएर मजाले धान रोप्ने। अयो हेर्नु न यो बाख्रालाई हेर्नुहोस् न, यो बाख्रालाई। बाख्रा हेर्नु न।